अनि यस्तै साहस ऊर्जा प्राणीलाई पनि हार्दिक आभार व्यक्त गर्दछौँ। 19औं संस्करणको चितवन हात्ती तथा पर्यटन महोत्सवमा सहयोगी संस्थाको रूपमा रहनुभएकोमा यस्तै मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिलाई पनि हार्दिक आभार व्यक्त गर्दछौँ र राष्ट्रिय प्रकृति संरक्षणको सौगालाई पनि प्राविधिक सहयोग र अन्य सहयोगका लागि हामी हार्दिक आभार व्यक्त गर्दछौँ। यस्तै बागमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह, चित्रसे, कुमरोज र जनकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहलाई पनि हामी हार्दिक आभार व्यक्त गर्दछौँ। अनि साना पर्यटन व्यावसायिक समिति र सौराहा बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पनि हार्दिक आभार व्यक्त गर्दछौँ। यस्तै टेकमाई नेटवर्कको इन्टरनेट सहयोग रहेको छ अनि जर्मन आइटी सोल्युसन प्रणाली गणेश मार्केट नारायणगढको सीसी क्यामेरा सहयोग हामीलाई प्राप्त भएको छ। राज मेडिकल हल स्वास्थ्य तथा प्राथमिक उपचारको रूपमा सहयोगीको रूपमा रहेको छ। अनि याक ब्रुअरीको उत्पादन 12 सिंह बियर पनि हामीसँग रहेको छ। र आजको यस हात्ती पिकनिक कार्यक्रमको संयोजक युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडका अध्यक्ष दिपेन्द्र खतौडाज्यू हुनुहुन्छ। अनि साथमा किरण रिजालज्यू र मधुसूदन अधिकारीज्यू हात्ती पिकनिकको सदस्यको रूपमा रहनु भएको छ। संयोजक दिपेन्द्र खतौडाज्यू हुनुहुन्छ हात्ती पिकनिकको, अनि किरण रिजालज्यू र मधुसूदन अधिकारीज्यू हुनुहुन्छ। र हात्तीको पिकनिक पश्चात हामी यहाँलाई स्टेजतर्फ आकर्षित गर्न चाहन्छौँ, जहाँ हामी रत्नगर कला मन्दिरको रोमाञ्चक नृत्यहरू प्रस्तुत गर्नेछौँ। गायिका उमादेवी खनालको प्रस्तुति रहनेछ।